हेलो गाइस, आज चाहिँ मोमो बनाउन गइरहेको छु। अहिले चाहिँ मोमोको लागि पिठो मुसिरहेको छु। पिठोलाई मजाले मुस्ने। म चाहिँ आज चिकन मोमो बनाउन गइरहेको छु। त्यही भएर मसँग चिकन किमा छ, म बनाउँदैछु। म थोरै बन्दा पनि राख्छु। लसुनको पात काटेर किमामा एड गर्छु। अब किमा रेडी गर्नको लागि म चिकन किमामाथि बन्द राख्छु। त्यो भाँडा सानो भएकोले म ठुलो भाँडामा मुस्नको लागि त्यो सबै सामानहरूलाई ठुलो भाँडामा खनाएँ। मैले लसुनको पातहरूलाई पनि हालेँ। सामानहरू पनि हाल्नु के मसलाहरू हाल्नु मात्रै मलाई त्यसलाई मिक्स गर्दैछु। त्यसै गरी अब म त्यो किमामा हाल्नको लागि लसुनलाई पिसिरहेको छु। लसुनको पेस्ट पनि रेडी हुन आँटिसकेको छ। अब म लसुनको पेस्टलाई किमामाथि हाल्छु। त्यसपछि म मोमो मसला राख्छु थोरै। नुन हाले स्वाद अनुसारको। जिराको धुलो राख्छु। अब तेल हाल्दैछु। थोरै बेसार राखेँ। अब सबै चिज हालिसकेको हुनाले अब चाहिँ म किमालाई मजाले मुस्छु, मिक्स गर्छु। मजाले मुसेर सबै मसलाहरू सबै ठाउँमा पुर्याउने। किमा मुसेर 15 मिनटसम्म लाई छोपेर राख्छु। तेलमा चाहिँ पकाएर हाल्नुपर्ने अब चाहिँ म मोमोको लागि रोटी बेल्छु। मैले रोटी बेलेर नि मोमो बनाएर नि पकाइसकेँ। ल हेर्नुहोस् त कस्तो राम्रो बनेको छ। कस्तो हेर्दा कस्तो मिठो छ, हेर्नुहोस् न। अब तातो तातो मोमो प्लेटमा राखेर म खान्छु। कस्तो मिठो, अचार पनि।